यो नेपालको कानुन मलाई चित्त बुझेन क्या। जो जेनजी आन्दोलनको बेला जो अहिले सरकारहरूले बुझ्ने दिनहरू आएको छ र मलाई पटक्कै चित्त बुझेको छैन। जो गोली हान्ने बेला भट्टाभट्ट गोली हान्ने, जो सत्तामा बस्ने आफू काङ्ग्रेस एमाले, अनि उनीहरूलाई छानबिन गर्नु नमिल्ने, यो कस्तो कानुन? यो उनीहरूको हरेक कुरा, यिनीहरूले भ्रष्टाचार गरेकोदेखि लिएर सबै कुरा छानबिन गरेरदेखि लिएर शेरबहादुर देउवा प्रचण्ड जति पनि 17,000 मान्छे मार्ने, पुल काट्ने, यहाँको संरचना ध्वस्त पार्ने कुनै व्यक्तिलाई पनि यहाँ राख्नु हुँदैन। यदि नेपालमा कानुन अब सुशासन आएको हो भने जति पनि यिनीहरूलाई चाहिँ समात्ने, छोड्ने, 2-4 हजार धरौटी लिने भने पहिलाकै कुरा भइगयो नि त। पहिलाको भन्दा दोस्रो कुरा भएन, अर्थै भएन नि यो त। अलिकति अब यिनीहरूलाई चाहिँ कमसेकम यिनीहरूको 3 पुस्ते छानबिन गरिकन कानुनमा ल्याइकन यिनीहरूको राज्य सम्पत्ति सबै राज्यलाई छानबिन गरेर राज्यलाई बुझाइसकेपछि मात्रै यिनीहरूलाई फेरि पनि जेल हाल्नुपर्छ। यिनीहरूको तानासा, यिनीहरूको घमण्ड, यिनीहरूको शोषक भनेको सानो थियो त। नेपालमा हामी जतिको राजा महाराजा हामीभन्दा कोही आउँदैन भन्ने जस्तो गरेर हिँडेको थिए नि त यिनीहरूले त, होइन? यिनीहरूले भेट्नुलाई पनि ढोग्नु, भगवान् भेट्नु बराबर हिँडेको थिए, होइन? माथिको अडोर सबै कुरा, पुलिस प्रशासन पनि माथिको अडोर भन्छन्। अब साधारण मान्छेलाई समातेर कोचेको छ माथिको अडोर। अब को माथि को बसेको छ? माथिको आदेश भनेको छ, माथिको आदेश। कानुन भनेको त सबैको निया बराबर हुन्छ नि। सबैले छानबिन गरेर कमी कमजोरी कसको छ, केमा झगडा भयो, केमा लफडा भयो, किन यसरी मुद्दा पर्दैछ भन्ने कुराहरू त एउटा साधारण रूपमा हामी छानबिन गरेर अनुसन्धान गरेर कानुनी रूपमा त्यसलाई मिलापत्र गर्ने होइन र त्यसलाई ठुलो बनाउने। यति हजारले, यति लाखले, यति करोडले मुद्दा मिलाइदिन्छु भन्ने अहिले वकिलहरू र न्यायाधीशहरू। अनि अहिले न्यायाधीश चाहिँ राज्यभन्दा, जो जनताको हक अधिकारभन्दा जनताले दिएको जनादेशभन्दा चाहिँ अहिलेको न्यायाधीश चाहिँ माथि हो र जो न्यायाधीशले, सर्वोच्च अदालतले चाहिँ कसरी कारबाही गर्नु मिलेन र जति पनि पहिला जो अहिले चाहिँ कारबाही गर्नु मिल्दैन भने सर्वोच्च अदालतले फैसला गर्ने। त्यो निर्दोष जनता 76 जना जनताले गोली हान्दा चाहिँ मिल्छ कि मिल्दैन, यसको पनि वकालत हुनु पर्यो र यसको तत्काल यो कार्यान्वयन हुनु, यिनीहरूलाई छोड्ने कुरा हुँदैन भन्दै म आजलाई यतिमै फेरि पनि अब जनता जाग्नु नपरोस्। यस्ता भ्रष्टाचार तस्कर देश बेच्नेहरूलाई यिनीहरूलाई चाहिँ बाहिर राख्ने कुनै अधिकार छैन। यिनीहरूले जसरी पनि हाल्नै पर्छ।